नेपालका नदी यी केवल बग्ने पानी होइनन्, यी समयसँगै बग्ने कथाहरू हुन्। हिमालका हिउँ र हिमनदीबाट जन्मिएर यी नदीहरूले पहाड, खोज र मैदान चिर्दै आफ्नो बाटो बनाउँछन्। घुमाउरा धारसँगै यी नदीहरूले भूदृश्य मात्र होइन, मानव जीवन पनि आकार दिएका छन्। खेत सिँचाइ हुन्छ, ऊर्जा बन्छ र बस्तीहरू यिनकै किनारमा फस्टाउँछन्। कोशी, गण्डकी, कर्णाली, बागमती यी नामहरू पुस्तादेखि पुस्तासम्म स्मृतिमा बगिरहेका छन्। शब्द बिना पनि नदीले सम्झाइरहन्छ, सबै कुरा बग्छ तर सम्बन्ध बाँकी रहन्छ। तर आज प्रदूषण, अव्यवस्थित उत्खनन र बदलिदो मौसमले यी नदीहरू थाक्दैछन्। तैपनि संरक्षण प्रयास र जनचेतनाले नदीसँगै आशा पनि बगाइरहेका छन्। सफा धारमा देखिने प्रतिबिम्ब भोलिको सम्भावना जस्तै फेरि चम्किन सक्छ। नदी बाँच्यो भने नेपाल बाँच्नेछ। यी नदी हाम्रो निरन्तरता हुन्।